बाबुको मृत्युपछि अर्जुनलाई केही बाँकी रहेन, न धन न जग्गा। उसलाई दिइयो शिर एउटा बिरालो। तर त्यो बिरालो साधारण थिएन। ऊ बोल्थ्यो, हिँड्थ्यो अनि जुत्ता लगाउँथ्यो। बिरालो, म तेरो भाग्य बदल्न सक्छु। मलाई जुत्ता र एक झोला दे। बिरालो जङ्गल पस्यो। उसले शिकार गरियो अनि दरबार पुग्यो राजा सामु उपहार लिएर। बिरालो, यो उपहार मार्केस अफ काराबासबाट आएको हो। राजा अचम्ममा परे। राजकुमारीले चासो देखाइन्। बिरालोले अर्जुनलाई नदीमा लैजाँदै भन्यो, तिमी यहाँ नुहाऊ, म बाँकी सब मिलाउँछु। राजाको रथ आयो। बिरालो चिच्यायो, मेरो मालिकको लुगा चोरी भयो। राजाले नयाँ दरबारको लुगा दिए। रथभित्र अर्जुन र राजकुमारीको नजर जुध्यो। अर्जुन लाज मान्दै मुस्कुरायो। बिरालो अब सबैभन्दा ठूलो मोर्चामा पुग्यो, राक्षसको दरबार। राक्षसले आँखा रातो पार्दै सोध्यो, तिमी को हो? बिरालो, तिमी साँच्चीकै शक्तिशाली छौ भने मुसा बन। राक्षस मुसा बन्यो। अनि बिरालोले निल्यो। राजा दरबार आइपुगे। उनले सोधे, यो कस्तो भव्य दरबार? बिरालो, यो सबै मेरो मालिकको हो। अर्जुन र राजकुमारीको बिहे भयो। बिरालोले झ्यालबाट हेरेर मुस्कुरायो। बिरालो मुस्कुराउँछ किनकि उसले आफ्नो मालिकको भाग्य बदलिदिएको थियो। यो कथा हामीलाई सिकाउँछ कि बुद्धिमत्ता, अवसरको सदुपयोग र धैर्यले जीवन परिवर्तन गर्न सकिन्छ। कहिलेकाहीँ सबैभन्दा सामान्य देखिएको साथी नै भाग्य बदल्ने नायक बन्छ। यदि तपाईलाई हाम्रो कथा मन पर्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।